बिहानको घामसँगै हाम्रो यात्रा सुरु हुन्छ बडिमालिका तर्फ। यात्रा सुरु हाम्रो गन्तव्य। हामी यसरी नै पाटनतर्फ हिँडिरह्यौँ। हाम्रो यात्रा निरन्तर। हामी लम्बु गाउँ पुग्न लागिसक्यौँ अब बिस्तारै। र यो माथि बल्लेको जुडी, त्यसलाई भन्छ बल्लेको जुडी। त्यसै गरी हामी जाँदैछौँ यात्राको लागि एकजुट भएर 10-12 जनाको हुलमा जाँदैछौँ। हामी अब यहाँ लम्बु गाउँ चाउचाउ किन्न लागिरहेछौँ। गाइजहरू चाउचाउ किन्न हामी लम्बु गाउँ भन्ने ठाउँमा पुगिसक्यौँ। हाम्रो यात्रा निरन्तर छ। हामी यसै गरी जान्छौँ टाढा टाढासम्म। हाम्रो हेरसर आइसक्नु भयो। अधेरी खोलामा छौँ हामी। अधेरी खोलामा बिहानको खानामा रोटी र काँक्रा खाँदै कुडा धजा लाइने ठाउँमा पुगिसक्यौँ हामीहरू। अब यो भनेको लेक कुडादेखिको भ्यू हो। हामी अब लेककुडा भन्ने ठाउँमा पुगिसक्यौँ। अब त्यसै गरी त्यहाँको पाटनहरू देख्न सक्नुहुन्छ होइन। यो पछाडिको भ्यू अनि यो अगाडिको ट्याक्क अनि यो चाहिँ पुरा हामी हाम्रो वासस्थानतिर आजको बसाइ हामीले यहीँ गऱ्यौँ। पानी सानी यही छ। आगो बालिसक्यौँ। अब हाम्रो बेलुकाको खाना पाक्दैछ। अब सबैलाई खानासाना खाएर सकाएर हामी आगो ताप्दैछौँ। जाडो भएर एकदमै। फेरि डे 2 को यात्रामा लाग्यो। एकदमै माथि हिमालबाट भ्यू पनि खिचियो होइन। बाजुरा बजार त्यही हो। हामी छौँ पाटनको बिचमा। हाम्रो भ्यू देख्न सक्नुहुन्छ यतादेखि उतासम्म पुरा डाँडाका ब्याक भ्यू। हामी त्रिवेणी पाटनमा पुगिसक्यौँ होइन। हाम्रो साथीहरू पछाडि हुनुहुन्छ। भ्यू पनि एकदम दामी छ। हामी अहिले बिहानको 8-9 बजिसक्यो। खानासाना केही पनि छैन। नास्ता पनि छैन। चिया पनि खाइएन। तातो पानी खाएर निक्लेका हौँ हामीहरू। अहिले हाम्रा 2-4 साथीहरू अगाडि छन्। हामी पछाडि छौँ। त्यसै गरी हामी अब बडिमालिका पुग्ने ठाउँमा पुगिसकेका छौँ। यस्तै गरी एकदम बाटो अप्ठ्यारो छ। ढुङ्गाको बाटो छ यहाँ पुरा। जाडो पनि उत्तिकै। टोपी पुरा नलगाउँदासम्म कान चिसो हुन्छ। अनि यहाँ माथिको भ्यू दामी
वरिपरिको नजारा यस्तै हो। त्रिवेणीपाटनमा छौँ हामी अहिले हैन। हाम्रा गाइजहरू माथि हुँदा छन्, हामी पछि छौँ। पाटन पुरा दामी हो के। लगभग हामी त्रिवेणीपाटन पुग्न लागिसक्यौँ। कस्तो लागिरहेछ काका? एकदम बबाल लागिरहेछ। भ्यू पनि दामी छ हैन? पुरा हरियो डाँडा काँडा हैन, स्वर्गको टुक्रो जस्तो हिमाल उताको हिउँ हेर्न सक्नुहुन्छ। अनि दामी छ पुरा। पछाडिको भ्यू हो यो हिउँ परेको। बढाउँ स्पिड बढाउँ। यो पाटन त्रिवेणी झलक्क झल्किने झलक्क टल्किने मस्किने हरियाली छ पुरा। हाम्रो पाहुनाहरू पछाडि अगाडि र यो मौसम एकदम चिसो थियो। अहिले हल्का फुल्का घामको आवाज भएकाले हामीलाई त्यति सुकै, त्यसैले त्यति धेरै जाडोको आवाज भएको छैन। हाम्रो उहाँ हुनुहुन्छ सिप्पा, उहाँ भन्नुहुन्छ 2-4 शब्द सुन्नुहोस् उहाँबाट। स्वागत छ तपाईँलाई हाम्रो यो सानो भिडियोमा। हामी देखाउन गइरहेका छौँ यहाँको भ्यूज। तपाईँ मोबाइलले उल्टो पार्न सक्नुहुन्छ। तलको भिड चाहिँ देख्न सक्नुहुन्छ। बिस्तारै घुमाउन सक्नुहुन्छ तपाईँले। पछाडि पाहुना आउँदैछन्। पछाडि यार ब्याक। हामी उकालोमा छौँ। लास्टै उकालो छ, हेर्न सक्नुहुन्छ। पुरा पाटनै पाटन। हाम्रो छत्र सिमखडा हुनुहुन्छ, उहाँ हाम्रो 2-4वटा भनाइ राख्न चाहनुहुन्छ प्लिज। देख्न सक्नुहुन्छ तपाईँले उकालोको जिजु भाउहरू। हाम्रो यहाँ के भन्ने हालत आइसकेको छ। दम लाग्छ यहाँ, अक्सिजनको लेभल कम हुन्छ एकदमै। मान्छेहरू तडेक फडेक मुटु फुटेर ड्याममा ढल्ने, रगत वाग्ने हुन्छ त्यो। तर अहिले हामीलाई भएको छैन अहिलेसम्म। हामी कन्टिन्यू हिँडिरहेका छौँ। लेट्स स्टार्ट। अनि भिड पुरा, धेरै भिड। अनि हामी जाँदैछौँ बडिमालिकाको यात्रामा। यताबाट पुरा हेलो करण काका, हाई गरौँ यहाँ। हाम्रो काकाहरू तलतिर, हामी अगाडि छौँ र पुरा स्या हुन्छ। हाम्रो बाबा एकदम टाढा हामीबाट पाटन देख्न सक्नुहुन्छ। पुरा भ्यू कति दामी, स्वर्गको टुक्रो भनेर पनि चिनिन्छ यसलाई। टुक्रोमा टुक्रो होइन। शान्तिघाट पनि यहीँबाट स्टार्ट हुन्छ। कर्णालीको पानी यहीँबाट जान्छ। अलिकति भए पनि यहाँबाट मिस्टेकली खस्यो भने पनि सिधै तल भिड छ। त्यसैले हामीले एकदम ध्यानपूर्वक हिँड्नुपर्ने हुन्छ। ध्यान दिएन भने हामी
खस्नेछौँ र हाम्रो अन्तिम हुनेछ अन्तिम घडी सर्ट ब्रेक हाम्रो कति दामी संसार यो यस्तै हुन्छ ट्रेकिङमा दामी छ दामी पुरा दामी छ ठाउँ आउनु होला अवश्य एकताल घुम्न भिरको बाटोमा हामी यात्रा गर्दैछौँ होइन एकदम धेरै भिरमा छौँ हामी भिरमा खस्यो त गयो तलतिर यस्तो भिड छ कि अब त बाटो पुरा भिरको बाटो हामी पुरा सबै डराइसकेका छन् भिरको बाटो भएर होइन बिस्तारै माथि समात्दै हिँड्नु होला भन्न म आग्रह गर्दछु हिँड्नुहोस् तपाईँ छत्रप्रसाद सिमखडा बिस्तारै आउनुहोस् होइन बाटो सजिलै छ लगभग यो बाटो के हो र हेर्ने हो भने अरू साह्रै गाह्रो बाटो होइन सरेक्क चिप्लियो त गयो मान्छे तलतिर त्यसैले बिस्तारै यात्रा गर्न हुन आग्रह गर्दै हामी अघि बढ्यौँ बाटो एकदम दामी होइन डर लाग्ने बाटो भनेर पनि चिन्न सक्छौँ उता ट्राभल गर्दैछन् भिरको बाटोमा अनि यहाँ अगाडि पनि हुनुहुन्छ हाम्रो अङ्कलहरू हामी एकदम खतरा छ क्या बाटो एकदम हल्का ध्यान दिनुपर्छ अरू जे जस्तो भए पनि ख्याल गर्दै ज्यानको ख्याल गर्दै हामी हिँड्न पर्ने हुन्छ एकदम गाह्रो हामी पुग्न पर्ने त्यो ठाउँ हो पाटन सबै अगाडि छन् यो पुरा पाटनै पाटन हामीसँग सामान पनि छ 15-20 किलो त्यो बोकेर यात्रा गर्नुपर्ने हुन्छ हामीले खाने सामान पानीहरू पनि यहीँ छ अब हामी नास्ता खाने टाइम भयो होइन रोटीहरू तल छन् सबै गाईहरू डाँडोमा पुरा यत्रो हिँड्दा जाँदै अगाडि पनि यत्रो छ डाँडो पुरा गाइज हामी यहाँ त्रिवेणी पाटनको उकालो चढ्नलाई माथिको त्यो उकालो आइसकेका छौँ यहाँ एकदमै पानी प्यास लागेर पानीको एक चुहो नै छैन चुहो बिना एक थोपा पनि पानी घाँटी सुकिसक्यो इनर्जी पनि छैन अनि लास्टै नै गाह्रो भइसकेको छ होइन त्यही पनि हामीले यात्रा जारी हान्नु पर्ने हुन्छ अब यही हो उता अप्पु हिमाल छ माथि हिउँ परेको होइन योभन्दा उता पाटन भइसक्यो माथि यत्रो पाटन अग्लोवाला भट्टु त्यो उकालो चढ्नु पर्ने छ अनि यस्तै नै उता यस्तै पाटन माथि यत्रो उकालो चढ्ने गाह्रो छ पैदल यात्रा गर्न एकदमै गाह्रो अनि सामान त्यही माथि 10-15 किलो होइन उता हिउँ परेको हिमाल पाटन त्यो पाटन यो हो त्रिवेणी पाटन अनि उकालोमा खस्रे
हिँड्नुपर्ने हुन्छ। हामी एकदम उकालोमा लागिसकेका छौँ। हाम्रो पछाडि पाहुना हुनुहुन्छ, हामी अगाडि दुईजना छौँ। पारी त्यो डाँडादेखि हामी निरन्तर यता यहाँ अहिले यो डाँडामा पुग्यौँ। अनि पानी नभएर ओडमुख सुके, तर पानी पाइएन। तर पनि हाम्रो यात्रा जारी छ। भोक पनि लागिसक्यो, खाना बनाउने ठाउँ मिलेको छैन। चामल धुलो सागसब्जी यो झोलामा छ। पानी भर्नको लागि जर्किन छ, तर पानी छैन। लास्टै नै उकालो छ यो बाटो एकदम। यहाँ कोही आउन लागेको छ भने होसियार भएर आउनु होला। एकदमै पानीका बोतल बोकेर आउनु होला भन्न चाहन्छु म। 1 नम्बरमा र दोस्रो नम्बरमा एकदम भ्यू चाहिँ राम्रो छ, तर सातो फुलिसकेको छ। धन्यवाद। भ्यू पछाडिको तल त्यहाँदेखि उकालो चढेर फाइनल्ली हामी माथि डाँडामा सिरिरी बतास चलिरहेको छ। घाम पनि रहेछ। हामी डाँडामा पुग्यौँ। पाटनहरू आममा हेर्दाखेरि एकदम जबरजस्त होइन। हेर पछाडिको भ्यू एकदम दामी। अनि हामी अगाडि जाँदैछौँ टाकुरोमा। दामी छ। एकताल आउनु नआउनु बिर्सिनु होला होइन। ठाउँ एकदम बवाल। जति दुःख भए पनि होइन, यतापट्टिको सिन एकदम बवाल। अगाडिको त्यहाँदेखि आएको हामी त्यहाँदेखि हिँड्दै आइयो। फाइनल्ली थाकिएको पनि छ। खाना अब खाइन्छ। त्यहाँदेखि लगभग यहाँदेखि 10 किलो 12 किलोमिटर हिँडिसकियो। अब हामी सुतेका सुत्ते थकेर ओछ्यानमै मुतेका माया पानको पात भ्यू पनि देखेका डाँडा काँडा आफ्नै हिरिख। पानीको सिलसिलामा हामी लगभग पानी खाने ठाउँमा पुग्न लागिसक्यौँ। दाउराहरू बोकेका छौँ। चामल पानी सबै बोकबाक गरेर हामी आइसकेका छौँ। त्रिवेणी पाटनको भन्दा पनि कहाँनिर अरे बडिमालिका नजिक लोकेसन नजिक पुग्न लागिसकेका छौँ। र एकदम चिसो रहेको छ यहाँको वातावरण। र नाकबाट सिगान आफै चुइन्छ। दाउराहरू पछाडि छन्। अनि हाम्रो बाबुजीहरू पनि सबै पछाडि हुनुहुन्छ। 2-4 जना अगाडि हुनुहुन्छ। त्यसै गरी हामी लागिसकेका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ। यताको भ्यू देख्न सक्नुहुन्छ। अगाडिको भ्यू देख्न सक्नुहुन्छ। पछाडिको भ्यू देख्न सक्नुहुन्छ। सबै देख्न सक्नुहुन्छ। हामीले देखाइसकेछ हजुरहरूलाई। कुइडो लागिसकेछ। देख्न पनि सकिहाल्नुहुन्छ। हामीले भिडियोमा देखाइसकेछ। हाम्रो काका हुनुहुन्छ उहाँ। हेलो गाइस, यो भिडियो भाइरल होस् भनेर कामना गर्नुहुन्छ। अनि भिडियो भाइरल होस् र हामी पनि एकदमै थाकिसकेका छौँ। 1-2 शब्द भनिदिनुहोस् अङ्कलजी। 1-2 शब्द भनिदिनुहोस्। आएको मान्छे कुरो लागेको छ। कुरोले लटीपटी बनाइसक्यो। अब आजको यात्रा चाहिँ अलि गम्भीर छ। अब भोलि चाहिँ हाम्रो भोलि बिहान धेरै रमाइलो हुने देखिन्छ।
हामीले दाउरा पनि बोकेर ल्याइसकेका छौँ भात खानलाई। पानी तल छ, पानी प्यास लागेछ हामीलाई। अब हाम्रो साथीभाइहरू अगाडि त्यहाँ पुगिसकेछ, हामी यतै छौँ। स्थान स्थल हो यो। मेरो माथि हाम्रो बिहानको पनि बेलुकाको पनि खाना बन्दैछ हैन। 4013 फिट माथि मिटर सरी। हाम्रो बिहानैको यात्रा सुरु भइसकेको छ। अब हामी बडिमालिकातिर लम्किँदैछौँ। बिहानको 6 बज्यो। शीत परेछ यता, शीत परेर पुरा सेतो भएको छ हैन। स्वर पनि सुक्न लागिसक्यो हाम्रो। यस्तै छ। हात्तीहरू तलै छन्, हामीहरू यति गाइजहरू माथि छौँ। एकदम जाडो पर्छ यहाँ, ठाडो। बिहानको घाम उदायो टक्क 6:09 मान्छेहरू तल, हाम्रो तल नै छन् हात्तीहरू। पुरा घाम उदाएर आधी 2-4 माथि, आधी यहाँ रोकाटमा छन्। हामी ब्ल्याङ्केट ओढेर जाडो भएर ओठ पनि फुटिसकेका छन्। अनि घाम झलक्क झुल्कियो, देख्न सक्नुहुन्छ ऊ घाम। बिहानको हजुर बिहान यति जाडो छ हैन। अब हामी बडिमालिका पुग्न 3-4 घन्टाको यात्रा करिब गर्नुपर्छ। पुरा यहाँ भुइँमा शीत जाडोले पानी राखेको पुरा जमेर आइस भयो हैन। पानी खानै नसकेर ढुगा लाग्यो पुरा जाडोले गर्दा। अनि अहिले बल्ल 6 बजे घाम उदायो, तब हाम्रो यात्रा सुरु भयो। हामी सुई लाग्यौँ बडिमालिकातर्फ। लास्टै नै जाडो पनि छ यहाँतिर एकदम हैन। त्यसैले यो ब्ल्याङ्केट ओढ्नको लागि, राति खानको लागि सामल सबै छ हामीसँग पुरा। सामान हाम्रो उतै छ, हामी जाँदैछौँ लिन। त्यहाँबाट हामी बडिमालिकाको यात्रामा निस्किन्छौँ। हाम्रो पाटन पुरा त्यस्तै छ। पुरा यहाँ अगाडि पछाडि सिन सबै उताबाट सूर्य उदाएछ। यताबाट छ पाटनै पाटन। यता हाम्रो सबै गाइजहरू छन् यता हैन। अनि हामी अब बडिमालिका जान लाग्यो। धन्यवाद। यहाँ जोडिने ल्याउल्या चढिया मुखौँदो कर्णाली भविदो चढिया पानी पिजा पना। ल्याउल्या चढिया मुखौँदो कर्णाली भविदो चढिया पिजा पना। ल्याउल्या चढिया माया जाललाई हानौ भन्या चढिया चिनु पिजा पना। ल्याउल्या चढिया माया जाललाई हानौ ल्याउल्या चढिया माया जाललाई हानौ भन्या चढिया चिनु दिजा पना। ल्याउल्या चढिया मलाई क्या भनी दिनु चढिया तरकारी चल्दैछ। ल्याउल्या चढिया पाउना
त्रिवेणीपाटनको झलक। सबै बडिमालिकाको यात्रामा लागिसके, कोही टाढा कोही यता छन्, सबै हिँडिसकेका छन्। गाइज हामी त्रिवेणीपाटनतिर जाँदैछौँ होइन। अनि यस्तो त हो नि रमाइलो भन्ने कुरा भइरहेको हुन्छ। पाटन देख्न सक्नुहुन्छ तपाईँहरूले होइन। यो चाहिँ सबै पाटन नै हो हाम्रो होइन। हाम्रो चाहिँ त्यो चाहिँ अफिस सैपाल हिमालतिर पर्छ होइन। टक्क लगाएर है अफिस सैपाल यात्रा हाम्रो जारी चाहिँ बडिमालिकासम्म पुग्ने यात्रा छ होइन। हाम्रो बडिमालिका चाहिँ त्यो डाँडामा पर्छ होइन। त्यो डाँडामा चाहिँ हाम्रो टक्क लगाएर जान्छौँ के छ र होइन। अब हाम्रो दुई शब्दहरू हाम्रो यता अर्को यात्रीले भन्नुहुन्छ। यस्तै यो सङ्कट पर्छ, यत्रो यिनी ब्ल्याङ्केट बोक्न पर्छन्, सामान रासन पानी पनि यतै छ, सागसब्जी दाल अनि चामल सबै होइन। पाटनको भ्यू हेर्नलाई एकदम मेहनत एकदम चाहिँदो रहेछ। हामी पनि फर्स्ट टाइम नै आएको हो, तर नि हामीलाई एकदम खुसी लागिरहेछ, रमाइलो भइरहेछ। इट इज बेस्ट, इट इज गुड म्यान। ओके डन। यो चाहिँ बडिमालिका माताले एउटा गोठालोलाई श्राप दिँदाखेरि भेडाहरू ढुङ्गामा, कुकुर पनि ढुङ्गामा परिरहन्छ। हामी त्रिवेणी पुग्यौँ। त्रिवेणी भनेको यो त्रिवेणीपाटन भनिन्छ यसलाई। त्रिवेणीपाटन बडिमालिका होइन। यो त्रिवेणीमा चाहिँ टक्क हामी नुहाउनै पर्छ होइन। तपाईँको चाहिँ पानी चाहिँ यति चिसो छ कि कुरै छोडिदिनुहोस् क्या है। यति चिसो छ पानी होइन। त्यति बेला भइगयो होइन, पानी यति धेरै चिसो छ है। भइगयो त्यहाँ पस्छ अरे भाइ चाहिँ फेरि त्यहाँ पुग्यो है। एकदम चिसो छ क्या यहाँको माहौल है। ल जा 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 डे रोक रोक डन 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 गर। साबास साबास साबास। के अरे लोडौला रे। कहाँ फेरि ठाउँ चेन्ज गर्नुपर्ने रहेछ। यहाँ रहेछ खासमा नुहाउनु पर्ने होइन है। यहाँ रहेछ ल। साबास साबास ओए 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 साबास साबास साबास। साबुन लाउन टाउकोमा। कहाँ साबुन लाउने कुरा गरे तपाईँले। ओ छिट्टा भाइ त बार बार नुहाइरहेछ। सम्भो साबास साबास। दाइ कति एक एक एक। म त सक्दैन। एक दुई हामी अब बडिमालिकाको यात्रामा लाग्यौँ। ऊ त्यहाँ त्यो धर्मशाला हामी अब लागिसक्यौँ। हामी माथि बडिमालिकाको लागि अहिले एकदम पाटन यो त्यहाँ डुबुल्का हानेर हो नुहाएर। धर्मशालादेखिको भ्यू यो बडिमालिका जाने बाटो पुरा पाटनै पाटन। यात्रा बडिमालिकाको हामी छौँ अहिले धर्मशालाभन्दा धेरै टाढा। यहाँ हाम्रा यात्रुहरू नुहाई धुवाई गरेर आए चिसा पानीले। ऊ त्यो हो बाजुराको रोड। लौरी विनायक त्रिवेणी नगरपालिका बाजुरा लौरी विनायक पुग्यौँ हामी। अब लौरी विनायक
लौरी विनायकमा ढोक गऱ्यौँ माइलाई। अब हाम्रो तलतिरको यात्रा सुरु हुन्छ। कुहिरो लागिसक्यो होइन, सबै साथीहरू ढोक गर्दै। हामी अब भिर्की फाल्नुतिर पुग्यौँ। भिर्की फाल्नु भन्ने ठाउँ हो। यहाँबाट मान्छे खस्यो कि गयो, खस्यो ड्यामेज, लाइफ इज ड्यामेज, लाइफ इज ड्यामेज। यहाँबाट खस्यो त ड्यामेज, लाइफ इज ड्यामेज हो। भिर्की पढ्ने सिधै यहाँबाट 1 मिस गेम फिनिस। को असली रहस्य यति। यो रेलिङ पनि देखाउ न। रेलिङ मान्छेहरू खस्छ भनेर रेलिङ यति लगाएको छ कि यहाँबाट तल होइन, स्वाट खस्छ भनेर। मालिकामा पुग्न यो मालिका हामी अब पुग्न लागिसक्यौँ त्यो गन्तव्यतिर। पुरा भिरको बाटो, 1 मिस्टेक भयो त गयो जिन्दगी। त्यस्तो भिड छ, पुरा रेलिङ हालेको छ यहाँबाट। यस्तो भिड छ तलतिर, यता पनि भिड, यता पनि भिड। बिच बाटो यति हिँडियो बाँचियो, खसियो त गयो जिन्दगी। त्यसैले ध्यानपूर्वक यात्रा गर्नुपर्ने हुन्छ। गयो जिन्दगी। यहाँबाट खसियो भने बडिमालिका आउन सजिलो छैन। कति गाह्रो कठिनाइ भोगेर आउनुपर्ने हुन्छ, यो आउनेलाई मात्र थाहा हुन्छ। पुरा हाम्रो साथीहरू अगाडि हुनुहुन्छ। यस्तो हुन्छ, यस्तो भिड। ऊ थान चाहिँ यो पुरा यो बडिमालिका जाने गन्तव्य। यति गाह्रो छ बाटो होइन, पुरा बाटो यो अरू कुनै बाटो नदेखाए पनि यो बाटो देखाउने मैले आँट गरेँ। यस्तो छ कि बाटो होइन, पुरा यो रेलिङ लगाएको छ क्या। यो असली चित्रण, सङ्घर्ष र दुःख। कति सङ्घर्ष, कस्तो बाटो छ यहाँ त। 1 मिस गेम फिनिस सिधा। त्यसैले बडिमालिकाको यात्रा गर्न सजिलो छैन साथीभाइहरू होइन। जोगी पहिरोमा पुग्यो, जोगी पहिरो भन्ने ठाउँमा यो पुरा पहिरो जाने रहेछ। कति गाह्रो छ यो यात्रा गर्न, आमामा कठिनाइ देखिरहेको छु मैले। आफैलाई पनि कठिनाइ यति धेरै भएको छ कि कुरै छैन होइन। लडियो भने गयो जिन्दगी। बाटो कति गाह्रो छ बाटो देखाउने छु म सबै। बडिमालिका आउन सजिलो छैन नि त, कति गाह्रो हुन्छ। अब चढ्न पर्ने भनेको ऊ त्यो बाटो उकालो। फाइनल्ली हामी पुग्नेवाला छौँ बडिमालिका। सजिलो छैन, हेर सक्नुहुन्छ कति गाह्रो। रेलिङ फ्लामको मान्छे कति यात्रा गर्दाखेरि मर्छन्, कति गाह्रो हुन्छ। यहाँबाट खस्यो त गयो, फेरि यो दुब्लो बाटो, फेरि यताबाट गयो नि मर्यो। यस्तो फेरि उकालो, सिर्फ मान्छे हिँड्ने बाटो। यही बाटो हामी हिँड्दै आएको। सर्ट मान्छेहरू यहाँ बस्ने पनि गर्छन् होइन, माथि मन्दिरमा आएको बेला। अनि अब हामी डाइरेक्ट यो उकालोमा चढ्नुपर्ने हुन्छ। एकदम रिस्क कामहरू पनि चढ्न पर्दाखेरि एकदम रिस्क छ होइन, ध्यान दिएर। पुरा उकालो मात्र छ यो बाटो। छैन
छैन ठाडो फेर यहाँबाट तल पोज दिएर फोटो किन्ने मान्छे नभए नि खिच त यो बडिमालिकाको पानी स्टोरिङ ठाउँमा हामी जाँदैछौँ होइन पुरा हिउँ पुरा यस्तो हिउँ ठाडो पर्छ ठाडो देखाउने हो भने यस्तो ठाडो पर्छ होइन हिउँका डल्लाहरू यो तलतिर भिर होइन यस्तो डेन्जर ठाउँमा छौँ नि हामी यो ठाउँ भनेको एकदम बडिमालिकाको भर्याङहरू सिडी अन्तिम फाइनल बडिमालिकाको यात्रामा हाम्रा घाँटी पनि सुके सोरै छैन बडिमालिकामा हामी अब खुट्टा राखिसकेका छौँ एकदम होइन डाँफे पनि छ यहाँ डाँफेहरू धेरै सक्नुहुन्छ डाँफेहरू पनि छन् यहाँ अब ऊ त्यही हो बडिमालिका पुग्न लागिसक्यो माथि त्यो हो बडिमालिका यहाँ मान्छेहरू बस्ने आएको बेला बडिमालिकामा यस हजुरको 2 शब्द जाओस् त्यही बडिमालिका मन्दिर ल गरौँ त्यो पूजाको चाहिँ तारा कहाँनिर गरौँ अन्तिम हो यो भिडियो बडिमालिकाको यही नै हो भ्यू लास्ट भ्यू बडा नाइस भ्यू देन चौथो दिनको यात्रा हाम्रो घर फर्किने बेला अन्तिम खाना खाएर अब हामी यात्रामा निस्किन्छौँ वनवास जीवन ओट फुटेर
वनभोजमा खाना खाएर हामी निक्लियौँ घरको यात्रामा अब। धन्यवाद।